बाबा आउनु भएको छैन बाबा अहिले पर जानुभएको छ भोलि आउनुहुन्छ है छोरा केक ल्याउन जानुभएको छ बाबाको माया लाग्छ र हजुरलाई कति धेरै माया लाग्छ उठ्ने बित्तिकै बाबा गुड मर्निङ भन्नुभयो हजुरले बाबाको माया धेरै लाग्छ बिहान उठ्ने बित्तिकै बाबा गुड मर्निङ भन्यो हेरेर सिधा उठ न सिधा के बाबालाई देखाउने उठ न सिधा उठ न बाबा काठमाडौँ जानुभएको छ छोरीले धेरै नाना धेरै खानेकुरा अस्ति लिएर आउनु भएको थियो नि त्यस्तै ल्याएर छिट्टो आउनुहुन्छ हस् किन तल हिसाएर जान्छु किन बाबाको घर कहाँ हो रे होइन बोलेको बिहान ल जाऊँ त हामी पनि उठौँ होइन तलतिर जाऊँ नास्ता खाऊँ रोटी हालिदिन्छु होइन